कार्ययोजना बनाउन लागेका छौँ। यसमा विभिन्न दात्री निकायका संस्थाहरू पनि संलग्न हुनेछन् र यसलाई मास्टर प्लान एउटा तयार भयो भने काठमाडौँ उपत्यकामा अब आगामी 100 वर्ष 50 वर्षमा करिब कति लाख जनसङ्ख्या, 50 लाख 1 करोड कति जनसङ्ख्या यहाँ आउन सक्छ, यसको क्यापासिटी के हो र त्यो क्यापासिटी अनुसारको हामीले ढलको व्यवस्थापन के गर्नुपर्छ, बाटोको व्यवस्थापन के गर्नुपर्छ, नदी किनारको व्यवस्थापन कसरी गर्नुपर्छ, वाटर ट्रिटमेन्ट प्लान्टहरू कहाँ कहाँ राख्नुपर्छ, के अरे यो सेवरेज ट्रिटमेन्ट प्लान्टहरू कहाँ कहाँ राख्नुपर्छ, पानीको व्यवस्थापन कहाँ कसरी ल्याउनुपर्छ भन्ने ओभरअल प्लानिङ भयो भने त्यसपछि हामी एकैचोटि लगानी गर्नु पर्दैन। पिसमा यो क्षेत्रमा त्यो प्लान अनुसारको लगानी गर्नुपर्छ भनेर त्यो प्लानिङ बनाउने चरणमा हामी छौँ। त्यो प्लानले चाहिँ काठमाडौँभित्र पानी कति चाहिन्छ त भन्ने कुरामा मेलम्चीको पानी आएको छ, त्यसले पनि पुग्दैन। काठमाडौँ प्लस काठमाडौँ बाहिरको सहरहरू, काठमाडौँ बियोन्ड काठमाडौँसँग धुलिखेल जोड्छ, चाहिँ पाँचखल जोड्छ, यी सहरहरूलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ओभरअल प्लानिङ एउटा गर्नुपर्छ। त्यसको लागि काठमाडौँमा ल्याउनको लागि पानी पुग्दैन भने त्यो पानीको थप पानीको लागि हामी कुन खोलाको सोर्सहरू हुनसक्छ र ढल निकास, ढलको मुख्य कुरा चाहिँ हामीले वाटर ट्रिटमेन्ट प्लान्ट चाहिँ अस्ति हाम्रो लीलामणि सरसँग पनि कुरा गरेका थियौँ। वाटर ट्रिटमेन्ट प्लान्ट हामी एकै ठाउँमा सबै ढललाई एकै ठाउँमा एकत्रित गरेर त्यो ट्रिटमेन्ट प्लान्ट चाहिँ सम्भव छैन। सानो ठाउँमा धेरै ठाउँमा बनाएर त्यसलाई वाटर ट्रिटमेन्ट गर्नुपर्छ र त्यसलाई चाहिँ जुन स्लजहरू आउँछ त्यसलाई व्यवस्थापन कसरी गर्ने भनेर त्यो एउटा प्लान गर्नुपर्छ। र काठमाडौँभित्रको अरू पनि प्लानिङहरू, रोडको नेटवर्कहरू र यो बागमती करिडोरमा हामी के गर्न सक्छौँ सबै प्लानिङ आयो भने पिस वाइज हामीले नेक्स्ट 30-40 इयर्स 50 इयर्ससम्म त्यो प्लान अनुसार काम हुँदै गयो भने राम्रो हुन्छ। र त्यो प्लान चाहिँ जरुरी छ। सबभन्दा ठुलो चाहिँ महत्त्वपूर्णको चाहिँ त्यो नभई के हुन्छ भने एकजनाले यो ठाउँमा अहिले यति गरौँ, छोटो काम गरौँ, त्यसपछि अर्कोले अर्को गर्छन्, अर्को निकायले अर्को गर्छन्, त्यो काम लाग्दैन, फेरि अर्को त्यो डिसमेन्टल हुन्छ, फेरि अर्को आउँछ, त्यो कहिल्यै व्यवस्थित नहुने भयो। सिटीहरूको व्यवस्थापन त्यसरी हुँदैन। त्यो हुनाले त्यो सिटीको व्यवस्थापनको लागि कुन एरियामा हामीले सिटी डेभलप गर्ने, व्यवस्थित सिटी डेभलप गर्ने र भएको सिटीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरालाई चाहिँ हामीले गम्भीर रूपमा नेसनल प्लानको रूपमा एउटा काठमाडौँको व्यवस्थापन गर्नुपर्छ। र यो सभ्यताको हिसाबले बागमती करिडोर भन्दाखेरि सबै नदी करिडोरलाई एकदमै सफा सुन्दर कसरी बनाउन सकिन्छ त्यही हो काठमाडौँको यो डेभलपमेन्टको मोडालिटी। त्यो नुहाउन सक्ने एकदमै सफा पानी देख्न सक्यौँ खोलाहरूमा भने काठमाडौँभित्र धेरै सफा भइसकेको छ भन्ने त्यो अनुभूति हुन्छ। त्यो भएकोले त्यो चाहिँ एकदमै महत्त्वपूर्ण छ। बाँकी रह्यो अब हामीले तत्काल गर्नुपर्ने कामहरू यो मन्त्रालयले देशभरिको चाहिँ यो सिटीहरूको प्लानिङदेखि लिएर यो विभिन्न ठाउँमा हामीले गर्नुपर्ने काममा हामीले तत्काल गर्नुपर्ने अहिलेको रेस्टोरेसनको काम, अस्ति जेनजी आन्दोलनमा भएका क्षतिको रेस्टोरेसनको कामदेखि लिएर धेरै कामहरू गर्नुपर्ने छ। र यो बागमती करिडोरमा यो जुन ढल तत्काल गर्न सक्ने यो पशुपतिसम्मको अहिले सचिवजीले भनिसक्नु भएको छ, पशुपतिसम्मको चाहिँ ठेक्का लगाइसकेको छ र ढल चाहिँ मिसिनु भएन, त्यसलाई व्यवस्थित गर्नु पर्यो। अहिले टुकुचामा एउटा चाहिँ सेवरेज ट्रिटमेन्ट प्लान्ट बनिरहेको छ र विभिन्न ठाउँमा कसरी सेवरेज ट्रिटमेन्ट प्लान्ट बनाएर ढललाई व्यवस्थापन गर्न सकिन्छ र पार्कहरूको व्यवस्थापन गर्न सकिन्छ। र यो नदी करिडोरमा चाहिँ धेरै जुन पार्कहरूको व्यवस्थापन, नदी करिडोरको व्यवस्थापन को लागि
सहरी विकास मन्त्रालयबाट गर्नुपर्ने सम्पूर्ण काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अघि नै भन्नुभयो प्रतिबद्धताको कुरा गर्दाखेरि यो ढल व्यवस्थापनमा मेरो प्रतिबद्धता भन्दा पनि नेपाल सरकारले गर्नुपर्ने र स्थानीय निकायले गर्नुपर्ने विषय यो हामी गर्छौँ र सरकारको प्रतिबद्धता रहन्छ। केही बजेटहरूमा नेपाल सरकार अर्थ मन्त्रालयबाट केही बजेटहरू कटौती भएको भन्ने चाहिँ तपाईँहरूले पनि सुनिराख्नु भएको छ। यसलाई अझ व्यवस्थापन गर्नको लागि यो चाहिँ बजेटलाई हिजोको बजेट कटौती भन्दा पनि थप गर्नुपर्ने अवस्थामा कटौती भयो भन्ने जुन गुनासो रहेको छ त्यसलाई पनि हामी व्यवस्थित हिसाबले चाहिँ अर्थ मन्त्रालयसम्म सहजीकरण गरेर अगाडि बढ्नेछौँ भन्ने म यहाँलाई चाहिँ जानकारी दिन चाहन्छु। आज यहाँहरूले गर्नुभएको यो कार्यक्रममा मलाई जुन बोलाएर केही बोल्ने र केही सुन्ने मौका दिनुभयो त्यसको लागि धन्यवाद छ। आगामी दिन हामी यो धेरै नै कार्यहरू गर्नुपर्ने छ। छोटो समयमा हामी धेरै काम गर्न सक्ने अवस्थामा रहँदैनौँ, तर जे गर्छौँ इमान्दारीपूर्वक जनताले देख्ने गरेर गर्छौँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद मन्त्रीज्यू। समय छोटो छ, काम गर्नुपर्ने धेरै जिम्मेवारी छ र धेरै कुराहरू राखेर जानुपर्छ। हामी बागमती सफाई महाअभियानको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र लामो